हेलो साथीहरु, आज चाहिँ हामी पानी परेर सुत्दा पनि निन्द्रा लागेन अनि त्यदेखि सागको बिउ खोज्न गएको साथीकोमा आको रहेनछ नि उ माथि दिदीकोमा यत्रो यत्रो छ अरे सुनेर जाँदै छौं। हाम्रो बाजे चाहिँ बाजे हजुर कस्तो छ अनि हामी लु बोल्नु बोला के भन्नु म त पानी आइरहेछ अब जाँदैछ हामी दिदीको घर जाडोमा चाउमिन चिसो अनि के पो चिप्सहरू खाएर खाएर जाँदैछौँ। अब चन्द्रिका दिदीकोमा गएर के खाने हो दिन्छ हेरौँ। सागको बिउ लिएर रोप्ने हो यस्तो दिनमा सर्छ गाइसहरू। पानी आउँदैछ है, साथीहरू चाहिँ प्लास्टिक ओढेर हिँड्दैछ, म चाहिँ अब बिस्तारो जाँदैछु। कति घरमा बस्नु, घरमा बस्दा पनि निन्द्रै लागेन, एकछिन ढल्किँदा नि। अनि म चाहिँ माथिल्लो गाउँ आएको छु क्या साथीहरू। ल हामी चाहिँ दिदीकोमा अब हामी दिदीलाई चाहिँ प्राङ गर्न जान्छौँ के भन्दो रहेछ है। उसले चाहिँ अहिले दिदीको उसो के जस्तो दिदीको रियाक्सन हेरौँ कस्तो हुन्छ। आयो हँसाएर दिदीले प्राङ गरौँ ल भनेको त हाँसेर सकिन हो। आयो ल बिनो त्यो होम भिडियोले छाड्दै थियो दिदीलाई प्राङ गरौँ भने त हाँसेर सकिएन। अब अर्कोचोटि चाहिँ हेर आमामा नानी घोल न फिर्के लगा त जाँड राईको छोरी परियो यति त खानै पर्यो नि हो। राखेको छ चुलामा जाँड पाकिराखेको छ। माथि हुर्किसकेको छ नाकीमा। मैले चाहिँ अघि चफाएँ घरमा। बाजेलाई नमस्ते गुड। यहाँबाट खानु पर्यो एक गिलास जाँड। सागको बिउ खोज्न आएको दाजु त पाउन पो लाग्यो क्या अरे साथीहरू। देखिने रहेछ हौ ल दसैँ गयो पनि अझै हाम्रो गएको रहेन रहेछ है। अब साथीहरू हामी चाहिँ खान्छौँ ल। बाहिर चाहिँ पानी आएको छ साथीहरू। अब चाहिँ मेरो भिडियो चाहिँ यहीँ अन्त गर्दै फेरि अर्को भिडियोमा भेट्ने बात छ। तपाईँहरूसँग ओझेल पर्न चाहन्छु। बाई।